करिब 1 दशकको स्थगनपछि सामाजिक सेवा दिवस बनाउन सुरु गरिएको हो। 1 दशकको स्थगनलाई विभिन्न राजनीतिक कारणबाट व्याख्या गर्ने गरिएको पाइन्छ। तत्कालीन रानी ऐश्वर्याले सुरु गरेको यो दिवस न 2058 सालपछि तत्कालीन राज संस्थाले निरन्तरता दिन चाह्यो, न त्यसपछिका सरकारले नै। यति लामो समयसम्म सामाजिक सेवा दिवस स्थगन हुनुको कारणबारे बताउँदै बाल बालिका तथा समाज कल्याण परिषदका सदस्य सचिव रविन्द्र कुमार, जाति वर्ग लिङ्गसँग सम्बन्धित समाज सेवा सोसल सेक्टरलाई चाहिँ गाँच्न मिल्दैन हैन। त्यस कारणले अब त्यो जनयुद्धपछि अब राजतन्त्र गयो, गणतन्त्रको स्थापना भयो हैन। त्यो बेलाको चाहिँ मोटिभेसन त्यो हिसाबले होला हैन। 10 वर्ष पहिलाको कुरा अब यस्तो कुराहरू चाहिँ उठेको पनि हो, नआएको पनि होइन हैन। यो राजाले नै स्थापित गरेको, रानी यसको अध्यक्ष हो हैन। त्यसकारणले यसलाई विघटनै गर्नुपर्छ भनेर कुरा पनि आयो। सामाजिक सेवा दिवस सामाजिक क्षेत्रमा क्रियाशील संघ संस्थाका लागि निकै महत्वपूर्ण भए पनि तत्कालीन राज संस्थाप्रति पूर्वाग्रहीकै कारण यो दिवस स्थगित हुनु भने दुर्भाग्यपूर्ण भएको सामाजिक क्षेत्रमा लागेका व्यक्तिहरूको भनाइ छ। फेरि राजनीति र क्षेत्रीय भावले समाज सेवामा संलग्न व्यक्ति नै विभाजित भएको अवस्थामा यसको महत्व झन बढेको जनताको बुझाइ छ। कृष्ण गौतम, समाज कल्याण परिषद जुन उद्देश्यले स्थापना भएको थियो, जहिले स्थापना भएको थियो, त्यो भन्दा एक रति पनि माथि जान सकेन र जहाँको तै रहेर आफूलाई यथास्थितिमा राखेको स्थिति छ। नमस्ते, मेरो नाम कल्पना बज्राचार्य, राष्ट्रिय बहिरा महासंघ नेपालको अध्यक्ष। यो परिषदमा चाहिँ हाम्रो राष्ट्रिय बहिरा महासंघ पनि आबद्ध छ। हामीलाई यो संस्थाबाट सहयोग भइरहेको छ। गणेश केसी, तिनीहरूले अरू व्यक्तिलाई चाहिँ अब कति सेवा गर्नुपर्ने हो, के गर्नुपर्ने हो, अब त्यसमा लक्षित नभएर आफूलाई कसरी यो संस्थाबाट बेनिफिट लिने र आफू यो संस्थाबाट कसरी चाहिँ जीविकोपार्जन गर्ने भन्ने पक्षमा लागिरहेको एकदमै देख्न पाइन्छ। जुन सामाजिक सेवामा, सामाजिक संस्थाहरूमा हुने भ्रष्टाचारको एउटा चरम रूप छ, त्यसलाई यो परिस्थितिले परिचय दिइरहेको छ। पछिल्लो समय सामाजिक क्षेत्रमा क्रियाशील संघ संस्था शहरमुखी भएको आरोप लाग्दै आएको छ। सामाजिक सेवाको खाँचो सुविधा सम्पन्न शहरमा भन्दा दूर दराजका सीमान्तकृत जनतामा भएकाले यस्ता संस्थालाई सामाजिक सेवाको खाँचो सुविधा सम्पन्न शहरमा भन्दा दूर दराजका सीमान्तकृत जनतामा भएकाले यस्ता संस्थालाई त्यस क्षेत्रमा क्रियाशील बनाउने परिषदका अध्यक्ष एवं महिला बाल बालिका तथा समाज कल्याण मन्त्री बद्री प्रसाद नेउपानेको भनाइ छ। सबै हिमाल पहाड तराईका सबै क्षेत्रलाई समेट्ने गरी यहाँ काठमाडौँको वरिपरि काठमाडौँमा मात्रै यो चाहिँ सामाजिक क्षेत्रमा काम गर्ने, अन्त चाहिँ जाँदै नजाने भन्ने कुरालाई बिल्कुल रोकिया छ। गरिबी भएको ठाउँमा चाहिँ एनजिओ आइएनजिओहरू जानुपर्छ। त्यसको चाहिँ हाम्रो मूल्याङ्कन, अनुगमन, मोनिटरिङ सबै भएको छ। त्यसकारणले हामीले त्यो जुन सामाजिक क्षेत्रमा जुन किसिमको चाहिँ सहयोग गर्नुपर्ने, जुन किसिमको एउटा व्यक्ति अलिकति चाहिँ साँगुरोपन भयो कि यसलाई चाहिँ ठुलो बनाउन सकिरहेको जुन तपाईँको जिज्ञासा त्यस्तो होइन। सामाजिक सेवा दिवस राजनीतिक विभाजनमा पर्दा लामो समयसम्म औपचारिक रूपमा आयोजना हुन सकेन। दिवस फेरि सुरु भएकाले आगामी दिनमा भने यसलाई राजनीतिको शिकार बन्नुबाट जोगाउनु नै उत्तम उपाय हुन्छ कि? नेपालवाणी नेटवर्कका लागि अर्जुन अधिकारी, काठमाडौँ।